सबैजनालाई नमस्ते हो सेवा सबै सम्पूर्णमा हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि अस्ति धेरै भयो हजुर सामु म नआएको अनि यसरी नै फेरि पनि हजुरलाई सम्झेर आएको छु। पहिले म ग्याप भएको थिएँ भिडियोमा, यसरी गाउँघरको अर्गानिक भिडियो लिएर आउन सकेको थिइनँ, तरै पनि हजुरसँग फेरि मिले आउने कोसिस जमर्का गर्दैछु र सानो छोटो भिडियो लिएर आएको छु। साथीहरू सबैले माया हौसला साथ सपोर्ट दिनुहोस् भन्न चाहन्छु। अनि गाउँघरको यसरी अर्गानिक भिडियोहरू चाहिँ ल्याउने कोसिस गर्छु है त साथीहरू। ओके, हेर्दै रहनु भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म साथीहरू। सेवा नमस्ते। यता चाहिँ मेरो साथी, मेरो जीवन साथी। हेलो गाइज, बाई 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 टाटा सी गुड बाई। हेलो एभ्रिवान, नमस्ते सेवा भन्न चाहन्छु। सबैजना सन्चै हुनुहुन्छ होला, हजुरहरू सबैजना आराम कुशल हुनुहुन्छ होला। अहिले म चाहिँ यो रातिको समयमा बेलुकाको समयमा हजुर सामु आएको छु नयाँ भिडियो लिएर। मेरो सदरकडा युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला भन्न चाहन्छु साथीहरू है त। अनि यसरी चाहिँ च्वाचेको मासु आज तरकारी छ। गाउँघरको अर्गानिकको सुँगुरको कालो सुँगुरको मासु आज यसरी तरकारी भोजन छ साथीहरू। अब यसलाई पकाउँछौँ। अनि यहाँ यसो मासाङजीले उहाँको नाम चाहिँ पुरानो चाहिँ सरस्वती राई भन्छ, यता चाहिँ मार्साङ त बाइबलबाट चाहिँ मार्साङ राई भनेर चाहिँ राखेको छ। सबैजनालाई नमस्ते। अनि तिम्रो मेरो नाम अचल राई हो, कक्षा 3 अनि म कक्षा 3 पढ्छु र हैन म ल यति नै बाई बाई टाटा सी गुड बाई। गुड बाई। सब्सक्राइब च्यानल गरिदिनु भन। च्यानल सब्सक्राइब गरिदिनु होला। सङ्गम कोडाई सब्सक्राइब ल यसो रहेछ यो खाना चाहिँ यस्तो छ है। जनै के हुन्छ होला, जनो गर्दै हुनुहुन्छ हाम्रो सिस्टरले। यो त खाना उहाँले भाग हाल्नु हुँदैछ, यदि धेर हुन्छ हामीलाई। यो चाहिँ उहिले पकाउनु, यो चाहिँ भोलिलाई हो। अहिले आमाको नाम नकाड है। ल यस्तो छ है हाम्रो मासु पकाइ चाहिँ यस्तो हुन्छ टक्क। मासु यसरी भाग हाल्दैछ, भोलिको लागि तयारी साथीहरू यस्तो छ है। ल भोलिको मासु फेरि हाम्रो मासाङजीले हाल्दै हुनुहुन्छ। ओ टमी आइज, ओ नटक त नटक। यो चाहिँ हाम्रो बच्चा हो, डगको बच्चा हाम्रो यसरी हुँदैछ। यो केटो यहाँ चाहिँ नहौ यार, के छ तेरो हालखबर? के छ हौ? यसको माउ चाहिँ यहाँ पर छ, आमा चाहिँ। ओ आमा के छ आमा? यो रातिको समयमा चाहिँ यस्तो छ है, बाहिर चाहिँ आजको दमदार पानी परिदियो है। ए हेर्नुहोस् न, पानी नै छ पुरै, बाइकको डुबहरू। ए अस्तिको भिडियोतिर ग्याप भएको थिएँ, अहिले फेरि आएको छु। त्यस्तै परेर समस्या आइपऱ्यो मलाई है। अनि यस्तै भयो साथीहरू।
केही माइन्ड नगरिदिनुहोस् भन्न चाहन्छु। अनि अब चाहिँ फेरि गाउँघरको यसरी अर्ग्यानिक भिडियोहरू ल्याउने कोसिस गर्छु हजुर सामु। अनि यसरी हुन्छ अब आजबाट चाहिँ मैले फेरि भिडियो यसरी अपलोड गर्दैछु है। सबैजनाले चाहिँ माया साथ सपोर्ट दिइरहनुहोस् भन्न चाहन्छु। ओके हस् नमस्ते। कुन चाहिँ गाउँछ भन त यहाँ दर्शक मानवहरूले भन त कुन गीत गाएर सुनाउँछौ? कुन भन न तिमीलाई जुन आउँछ त भन गाउँ नेपालको जुन पनि के हो तारा यो अलि गाउँ न यार। अरू ल भजन गाउँ भजन कुन आउँछ? जितेभरि हेर न प्रभुको जितेभरि हेर धन्यवाद चढाइरहन्छु प्रभुलाई मैले प्रभुलाई सुनिन तर सुन्यो मलाई बाबा गरिको यति मात्रै हो ल रहेछ। ल साथीहरू रेडी भएछ प्याज र टमाटरको। अब यिनीहरूको पालो आउँछ। अब हाम्रो ल फेरि यस्तो भएछ साथीहरू। मासु खरियो है साथी। मासु जति खरायो त्यति मिठो हुन्छ नि त मासु होइन साथीहरू। यस ल गाउँघरको अर्ग्यानिक सुँगुरको मासु साथीहरू। ओके यस्तो छ है। वाउ साथीहरू होइन मासु साथीहरू त्यस्तै लाग्यो त्यही भएर पो त्यस्तो भनेको। तपाईँले हो माई फादर नेम इज सङ्गम राई भन्ने हो। My father name is Sangam Rai. My name is Masang Rai. के भन्छ चाहिँ माई मदर नेम माई मदर नेम इज मार्साङ राई। ए हो त्यस्तो हो। अनि कस्तो नाम? माई मदर is नेम इज अजय राई। के भनेको त चाहिँ? तिम्रो मम्मीको नाम अजय राई हो? अरे अनि के भनेको त नि? मैले भाषाको नाम भने नजिस्की पो भन्नुपर्छ त कहिले जिस्किनु हुँदैन है यस्तो पढ्ने विषयमा। नाइस टमाटर हाल मम्मी हैन मैले तपाईलाई तपाईँ घर पढे हैन तिमी कौन टमाटर मम्मी दाइ ये मासु रातो छ। अझै कति वर्ष भन्छ तपाईँ भन्न How old are you, Ajil? I am eat here or मेरो कुरो हो के हो तिमीलाई? सन्चो छैन कि जाडोले चिसोले। ल छिटक्क तँ बस्नु है। त्यो बालै फुल्डुङ बनाइलिनुपर्छ। ए कुखुरालाई चिटिक्क हेर्नुहोस् है हाम्रो वृद्ध बाबुहरूले बनेको फुल्डुङ। वाउ कुखुराको बच्चाहरू राख्ने ट्याक्क है। यो धेरै दामी सेप हुन्छ साथीहरू होइन। हजुरको सामु यसरी के गर्नुहुन्छ है। मुनि चाहिँ यस्तो हुन्छ। यो चाहिँ फुलुङ भन्छ हाम्रो भाषाबाट राई भाषाबाट फुलुङ। हजुरबाट के भन्छ है साथीहरूलाई? तुप्पाले ल्याउनुहोस् है फुल्डुङ। तुप्पा लाउनुहोस् है त पानी ए हजुर
पानी हजुर त जस्तो चाहिँ राति यता चाहिँ त यतापट्टि बस यो चाहिँ साथीहरू मेरो दाइको छोरी यही चाहिँ नाम भन् त तेरो नाम के हो मेरो नाम एन्जेल राई हो एन्जेल राई कति पर्छ भन्न कक्षा छ रोल नम्बर 16 अनि यो चाहिँ हामीसँग बसिरहेछ साथीहरू झोल हाले है झोल त खानु पर्यो नि त हो ल हुन्छ ल हाम्रो हुँदैछ है ल धनियाँको पातै टिप्नु भेट्यो जानु पर्यो एकछिन टिप्नु पर्यो जिन्दगी चाहिँ ल सिकल धनियाँ साथीहरू धनियाँ ल यस्तो छ है धनियाँ अब सहर बजारमा त गाह्रो हुन्छ हौ साथीहरू किनेर खानु यहाँ त के गर्ने हेर्नुहोस् त कसले खाने इस केही पर्दैन ल टिप त मजा धनियाँ साथीहरू हामी टिप्दैछौँ अब टक्क सुँगुरको मासुमा लगाएर साथीहरू हेर्नुहोस् है धनियाँ अब धनियाँलाई म यसरी काट्छु है साथीहरू टक्क यस्तो गर्ने साथीहरू धनियाँ फाइनली काटियो अब टक्क धनियाँलाई चाहिँ लगाउने हो चट्ट है साथीहरू ल तरकारीमा ओ ह्यान्डसम भाइ के छ हौ ह्यान्डसम भाइ ए ओ माई गड ए कति ह्यान्डसम हेर अन्त ह्यान्डसम इजिकेल राई भन्ने मान्छे हेर इजिकेल मान्छे राई कस्तो ह्यान्डसम बेवा यार मम्मी राम्रो यार मम्मी राम्रो भएछ छोरा त राम्रो हाल्छ नि टङ देखाइदेऊ न बाबालाई टङ खै टङ देखाऊ गुड बाई ओ कति क्युट आच्यो नक्कले हो ओके बाई आच्यो ओके साथीहरू यस्तो छ है रातिको चाहिँ समयमा चाहिँ यस्तो प्रकारले देखिन्छ हाम्रो घरको चाहिँ भिडियो तल्लोपट्टि बत्ती राखेको कारणले गर्दाखेरि यस्तो छ है साथीहरू यस्तो छ है जिन्दगी गरिबको घर यस्तो छ राति भने यो माथिको चाहिँ दिक्तेलो हो यो चाहिँ माथि देवीथान यो देवीथान है हाम्रो घरबाट छानाङ्ग देखिन्छ त्यहाँउदो मजुवा लफ्याङ यतापट्टि कित्र चाहिँ दिक्तेल पर्छ यो माथि चाहिँ बत्तीवाला चाहिँ यो देवीथान साथीहरू देवीथान साथी जस्तो छ है मेरो घरबाट चाहिँ दृश्य देखिन्छ यो चाहिँ कहाँ भन्नुहुन्छ भन्दाखेरि यो चाहिँ ट्याममा साथीहरू ट्याममा रामातिमको दृश्य हजुरहरूलाई देखाए बस्किँदै हुनुहुन्छ हाम्रो यता मार्सन यति चाहिँ दिनुपर्छ ल आउँछु अजेल राई भन्ने मान्छे आउनुहोस् खाना ल्याउनुको लागि यो चाहिँ एन्जेल राईको लागि हाम्रो मिसले गर्दै हुन्छ अर्ग्यानिक खाना तातो यस्तो छ है हावा हुँदाखेरि आउला जस्तो छ अब छिटो खाना खाएर है अब
आफ्नो आफ्नो कोठातिर रुमतिर जानुपर्ने हुन्छ। अहिले चाहिँ हामी बाहिर छौँ अनि त्यसले गर्दाखेरि अब हामी खाना खान्छौँ साथीहरू। ओके हस् खाना खान्छौँ है साथीहरू। ल खायो है खाना खायो साथीहरू। मेरो भोज सानो भएर छ ल हजुरलाई चचेको बस्छु। ओके मुसे खाइसक्यो साथीहरू खाना। अनि यता चाहिँ हुनुहुन्छ मार्साङ के त अकबेरी हो अकबेरी खोर्सानी साथीहरू सुकेको फेरि पिरो छ नि सुकेको फेरि अकबेरी खोर्सानीको भिडियो चाहिँ हामीले बनाएको थियौँ नि पहिले। हो नि दामी 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 भिज गएको थियो है सबैजनाको साथीहरूको सबैजनाको चाहिँ माया खतरा पाएको थियौँ त्यो भ्युज राम्रै गएको छ क्या। आमा पोषण त ओके ल साथीहरू धन्यवाद सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा धेरैबाट धन्यवाद भन्न चाहन्छु। र मेरो भ्लग यसरी नै आउने गर्दछ अनि हरेक दिन है यसरी हरेक समयमा चाहिँ गाउँघरको अर्ग्यानिक भिडियोहरू लिएर आउने गर्दछु है। साथीहरूले सबैले माया गरिदिनुहोस् भन्न चाहन्छु। र भन्नुहुन्छ साथीहरूले तपाईँको भिडियो यस्तो अर्ग्यानिक हुन्छ गाउँघरको सबै त्यो देख्दा चाहिँ म त्यहाँ छु जस्तो लाग्छ भन्नुहुन्छ साथीहरूले है। धन्यवाद भन्न चाहन्छु। अब हजुरहरू सामु यो भिडियो छोड्दै मेरो यो सदरकडा युट्युब च्यानललाई लाइक कमेन्ट सेयर चाहिँ गर्न नभुल्नु भन्न चाहन्छु साथीहरू। ओके सदैव माया हौसला धीरज भन्न चाहन्छु। ओके बाई बाई गुड नाइट।